आम्दानीको केही प्रतिशत राज्यलाई बुझाउनु, राज्यले लिनुलाई कर भन्छ भने आम्दानी होइन, त्यसको मूलधनलाई जबरजस्ती लिनुलाई लुट भन्छ। आज नेपालमा कयौं कम्पनीहरू कामै नगरिकन कर तिरिरहेको छ, आम्दानी नगरे पनि कर तिर्नु परेको छ, खारिज गर्दा पनि कर तिर्नु परेको छ। यसलाई कर भन्ने कि लुट भन्ने भनेर प्रश्न गर्न चाहन्छु। यस्ता प्रावधानहरू हटाउन विशेष माग गर्न चाहन्छु। आज देशमा सरकार पछि सरकारको कर आतंक छ। दुनियाँको मान्यता छ जीडीपी को 20% भन्दा नबढ्न गरी कर लगाउने, तर नेपालको करको दायरा जीडीपी को अनुपातमा हेर्नुहुन्छ भने पीडादायी छ सभामुखज्यू। केन्द्र सरकारले गत आर्थिक वर्ष, जो चालू आर्थिक वर्षको जीडीपी 57 खरब थियो र केन्द्र सरकारले 14.5 खरब राजस्व उठाउने लक्ष्य राखेको छ। प्रदेशहरूको सबै एकीकृत गर्ने हो भने झन्डै 2 खरब र स्थानीयको एकीकृत गर्ने हो भने 3 खरब। स्थानीय सरकारले 3 खरब, प्रदेश सरकारले 2 खरब र काठमाडौँको केन्द्र सरकारले झन्डै 14.5 खरब। एक ठाउँमा ल्यायो भने 19.5 खरब हुन्छ। 57 खरबको 19.5 खरब कति हुन्छ एकचोटि विचार गर्न भन्छ। यसरी दुनियाँमा नभएको कथा नेपालमा ल्याएर अरू देशमा 2 टायरको सरकार छ, कर लिने सरकार थोरै छ। त्यत्रो ठुलो इन्डिया जहाँ 145 करोड जनसङ्ख्या छ, जहाँ 37वटा सरकारले कर लिन्छ, चाइनामा 34वटा सरकारले कर लिन्छ, अमेरिकामा 51वटा सरकारले कर लिन्छ र नेपालमा 761वटा सरकारले कर लिन्छ। करको शीर्षक पनि बढी छ, दर पनि बढी छ, दायरा पनि बढी छ, निकाय पनि बढी छ र यसरी कर लिने काम गरिरहेछ कि जनताको रगत पसिना पनि बेचेर दिनुपर्ने, त्यसको रिटर्निङ केही नपाउने जो स्थिति छ त्यसको अन्त होस् भन्ने म आग्रह गर्न चाहन्छु। र कर हुनेसँग लिनुपर्ने हो, नहुनेलाई छुट दिनुपर्ने हो जो अन्तर्राष्ट्रिय मान्यता छ। तर हामी हेर्छौँ एउटा पानीको बोतलमा पनि 13% भ्याट, रक्सीको बोतलमा पनि 13% भ्याट, एउटा साइकल किन्यो भने 13% भ्याट, ठुलो गाडी किन्दा पनि 13% भ्याट, एउटा चिया पसलमा खाँदा पनि 13% भ्याट र एउटा 5 स्टारमा खाँदा पनि 13% भ्याट। यो कुन न्याय हो भन्ने म प्रश्न गर्न चाहन्छु। अरू देशहरूमा यहाँ इन्डियामा हेर्नुहुन्छ जीएसटी भने छन्, विभिन्न पार्ट छुट्याएको छ, उपभोग वस्तु, अनावश्यक वस्तु, आवश्यक वस्तु, विभिन्न विलासी वस्तु भनेर अलग अलग त्यसको दायराहरू बनाएको छ। नेपालमा एकैचोटि शून्य हुने नत्र 13% लाग्ने जुन ढाँचाको छ अव्यावहारिक छ, यसलाई सच्याउन विशेष आग्रह गर्न चाहन्छु। र नेपालमा जुन वर्ग ठुलो वर्ग छ जसले राजस्वको दायरामै छैन, करको दायरामै छैन, नेपालमा हेर्नुहुन्छ नि वकिलहरू, डाक्टरहरू, ठुल्ठुला म्यानेजरहरू, सिओहरूको कारोबारहरू जुन लेभलमा छ, करलाई तुलना गर्ने हो भने कुनै पनिले सही ढङ्गले कर तिरिरहेको छैन, त्यहाँ कुनै पनि पहुँच छैन। तर तलब वर्गको मान्छेलाई रुवाई हामी कर लिइरहेको स्थिति छ। नेपालमा हिसाब गर्नुहुन्छ भने कोही किसानहरू जो एउटा मजबुरीको पेसा छ, हामी किन किसानलाई, कृषिलाई यदि मेजर नेपालको मुल्क आर्थिक स्रोत मान्छौँ भने किसानले उपभोग गर्ने, किसानले प्रयोग गर्ने र किसानको उत्पादनमा कर हटाउन सक्दैनौँ? त्यसरी किन हामी प्रस्तुत नभएको भन्ने प्रश्न गर्न चाहन्छु। पुरुषको तुलनामा महिलाहरू बेरोजगार छिन्, महिलाहरू पीडित छिन्, महिला आफ्ना घरका पनि मालिक छैन, समाज र देशको पनि अफेली छन् भने महिलाहरूले प्रयोग गर्ने चिजमा अरूको तुलनामा बढी ट्याक्स कतिको उचित छ भन्ने प्रश्न गर्न चाहन्छु। एकचोटि विचार गर्न भन्छु। महिलाले प्रयोग गर्ने चिज त पुरुषले प्रयोग गर्दैन। ती सामानहरू, वस्तुहरूमा हामी कर हटाइदिन सक्दैनौँ कि त रोजगारी दिनुहोस्, त्यसलाई पनि समान अधिकार दिनुहोस्। होइन, नेपालको धरातल त्यसरी छैन भने त्यसमा विचार गर्न म विशेष आग्रह गर्न चाहन्छु। हामी रिमिटेन्सका कुरा गर्छौँ, नेपाली युवाहरूलाई रोजगार हामी दिन सकिरहेका छैनौँ र विदेश मर्न बाध्य छ। त्यहाँबाट पठाएको रेमिटेन्स जो वैधानिक रुटबाट आउँछ त्यसमा ट्याक्स लाग्छ। अवैधानिक रुटबाट जानेलाई पुरस्कृत हुने, त्यसले कुनै कट्टा नहुने, तर वैधानिक बाटोबाट पठाउने हो भने त्यसलाई ट्याक्स लाग्ने र अवैध सम्पत्तिसँग साट्नुपर्ने, हुन्डीको कब्जामा जानुपर्ने जो स्थिति छ के सरकारलाई यो थाहा छैन? थाहा छ भने वैधानिक रुटलाई किन वैधानिकलाई बलियो नबनाएको, त्यस्ता करहरू किन नहटाएको भन्ने प्रश्न आउँछ। ती करको कारण ती अवैध बाटोबाट जानुपर्ने जो स्थिति छ त्यसको अन्त जरुरी छ भने म विशेष ध्यान आकर्षण गर्न चाहन्छु। र म फेरि भने नेपालमा सरकार पछि सरकार जो छ त्यो करको दायरा प्रदेश केन्द्र सरकारको त एउटा रेसियो छ, तर तल त कुनै पनि रेसियो देखिन्न। म प्रश्न गर्न चाहन्छु माननीय अर्थमन्त्रीलाई, हाम्रो नेपालको आर्थिक क्रियाकलाप बढेकै छ, करदाता पनि बढेकै छ, कर तिर्ने पनि बढेको छ, क्रियाकलाप पनि बढेको छ, जीडीपी पनि बढेको छ, सबै क्षेत्र बढेको छ र करको टार्गेट राजस्व किन उठ्दैन भन्ने प्रश्न आउँछ। राजस्व किन उठेन? कर तिर्ने मान्छे पनि बढाउनु भयो, दर पनि बढाउनु भयो, दायरा पनि बढाउनु भयो, आर्थिक क्रियाकलाप बढाउनु भयो, जीडीपी पनि बढ्यो, तर तपाईँले उठाउने राजस्व किन भन्यो भने ठुलो घोटाला छ।
ठुलो भ्रष्टाचार छ भन्ने कुरा त आफै तथ्यले बोल्छ। यो भ्रष्टाचार हटाउने, लुट हटाउने तपाईँको प्रस्तावले भन्दैन। त्यसैले यसलाई करेक्सन गर्न जरुरी छ। म सम्माननीय सभामुख मार्फत सम्पूर्ण सांसदले भन्न चाहन्छु, दलभन्दा माथि उठ्नुहोस्। यो आर्थिक प्रस्तावले देशको अर्थतन्त्र ड्यामेज गर्छ, यसलाई अस्वीकार गर्नुहोस्। विशेष धन्यवाद।